हाई गाइज नमस्ते सबैजनालाई वेलकम छ फेरि पनि मेरो न्यू भिडियोमा र आजको भिडियो चाहिँ म चियाको चुस्कीका साथ सुरु गर्दैछु। यो कप चाहिँ हो गोमेन्द्र मल्टिपल कलेजले हामीलाई एमबिए सेकेन्ड सेमिस्टरलाई दिएको कप। अस्ति प्रोग्राम गर्दाखेरि दिनुभएको थियो अनि आज चाहिँ एकदमै धेरै स्पेशल भिडियो छ यो, किनभने म मोमो बनाउन आँट्दैछु गाइज। तपाईहरुलाई थाहा छैन होला, चिकन मोमो चाहिँ मेरो एकदमै अल टाइम फेभरेट हो। म जति बेला पनि खान सक्छु अनि दोहोऱ्याएर तेरियाएर पनि म चिकन मोमो चाहिँ खान सक्छु। भेज चाहिँ खासै धेरै मन पर्दैन। भेजमा चाहिँ फेरि कन्याममा जाँदाखेरि कन्याम त जाडो मौसममा छ अनि कन्यामतिरको इस्कुसको मोमो चाहिँ अलिअलि मनपर्छ, नभए चिकन मोमो नै चाहिँ हो मेरो अल टाइम फेभरेट भनेको। अनि आज चाहिँ म बनाउँदैछु मोमो। आउनुहोस् है त हेरौँ मसँगै मैले मोमो बनाएको भिडियो इन्जोय गरिदिनु होला। अनि तपाईहरुलाई कतिको मोमो मनपर्छ भनेर कमेन्ट पनि गरिदिनु होला। भ्युजहरू आजभोलि अस्ति एक दुईवटा भिडियोमा भन्दा चाहिँ अलिअलि अझै घट्दैछ, खोइ किन हो मैले थाहा पाउनै सकेको छैन। सो प्लिज पुरै भिडियो हेरिदिनु होला। तपाईहरुलाई भरसक अल्छी नलागोस् भन्ने हिसाबले चाहिँ म भिडियो बनाउने कोसिस गर्छु। के गर्नु गाइज, नयाँ छु यो युट्युबको जर्नी अथवा युट्युबको फिल्डमा, केही न केही गल्ती भइहाल्छ। अब हतार हतार चिया खान्छु, छिटो छिटो गरेर खान्छु गाइस। ट्याक्कै 5 बजिसकेको छ, रात परिहाल्छ अहिले त। अनि चिया खाइहाल्छु, अनि चिया खाइसकेपछि चाहिँ मोमो बनाउन थाल्छु। चिकन मोमोमा सबैभन्दा बेसी चाहिने अथवा इम्पोर्टेन्ट कुरा भनेको मासु पछाडि भनेको चाहिँ प्याज पनि हो गाइस। प्याज चाहिँ जति धेरै हाल्न सक्नुभयो त्यति धेरै मिठो हुन्छ। अनि म चाहिँ यति प्याज हाल्न आँटेको छु। थोरै देखिन्छ होला तर ठुलो ठुलो छ है गाइस, मेरो हातै भरिको लगभग प्याजहरू छ। अब यसलाई मजाले पखालेर यसको खोलहरू निकाल्नुपर्छ अनि त्यसपछि चाहिँ यसलाई काट्नुपर्छ। त्यसपछि चाहिँ मैले सबै प्याजलाई मजासँगले धोएर अनि त्यसको फुलहरू बोक्राहरू निकालिदिएँ। गाइजहरू यो चाहिँ हो प्याजहरू उयो गर्ने, काटेर यसरी घुमाउँदाखेरि काटिन्छ। यो चाहिँ एकदमै सजिलो हुन्छ, मोमो खाइराख्ने मान्छेलाई चाहिँ एकदमै धेरै युजफुल हुन्छ। यो चाहिँ मेरो कान्छी आन्टीले सिलगढीमा हुन्छ, कान्छी आन्टीले चाहिँ मोमो एकदमै धेरै बनाउँछ। अनि यसलाई हप्तैपछि मोमो खानुपर्छ भनेर आन्टीले ल्याइदिनु भएको हो। यो चाहिँ यसमा चाहिँ त्यस आधी नै छिटो हुन्छ क्या बनाउँदा। त्यो काट्नु ओर्नु भन्दाखेरि यसमा सबै प्याज हाल्ने मिक्स गर्ने। अहिले म देखाउँछु तपाईहरुलाई कसरी बनाउँछन् यहाँबाट भनेर। एकदम सजिलो अनि छिटो हुन्छ यसबाट चाहिँ। अनि सबै प्याजलाई चाहिँ सानो सानो चाना पारेर चाहिँ मैले त्यो बट्टामा हालिदिएँ त्यो मेसिनमा। अनि त्यसपछि सजिलो हुन्छ क्या यसमा चाहिँ, धेरै समय लाग्दैन। पहिले चाहिँ म यो आन्टीले नल्याउन्जेलसम्म चाहिँ म त्यो के अरे चपिङ बोर्डमै गर्थेँ, धेरै समय लाग्थ्यो क्या गर्नको लागि। अनि अहिले चाहिँ छिट्टो हुन्छ, सजिलो पनि छ क्या एकदमै धेरै। मैले चाहिँ गाइस प्याज काटिसकेको छु। यो चाहिँ हो प्याज अनि यो चाहिँ हो चिकन। अनि अब एउटा इस्कुस पनि काटेर हाल्छु। एकदमै सजिलो हुन्छ क्या यसले मिक्स गर्नको लागि चाहिँ। मैले प्याज चाहिँ गरिसकेँ, कति छिटो हुन्छ, टाइमै लाग्दैन क्या कति पनि। अनि इस्कुसलाई पनि त्यसको बोक्रा मजासँगले तासेर सानो सानो चाना बनाएर चाहिँ मैले त्यसलाई पनि उयो पिसिदिएँ। मलाई चाहिँ एकदमै जाँगर लाग्छ क्या मिठो मन लागेका कुरा खाना पकाउनको लागि चाहिँ मलाई अल्छी लाग्दैन। अरूले भनेको छ भने चाहिँ म गर्दिनँ, तर आफ्नो इच्छाले हो भने चाहिँ म जे पनि पकाएर खान्छु क्या। जे होस् चिकन चिल्लीदेखि लिएर स्पाइसी चिकनदेखि लिएर बिरयानीदेखि लिएर हरेक कुरा बनाउँछु क्या। यसरी इस्कुसमा चाहिँ अलिकति नुन हालेर मिक्स गरेर छोडिदियो भने चाहिँ त्यसबाट निस्किने एक्स्ट्रा पानी निस्किन्छ। त्यसो गर्दाखेरि चाहिँ मोमो अझै मिठो हुन्छ। एक्स्ट्रा पानीलाई चाहिँ निकालेको राम्रो हो। अनि त्यसपछि चाहिँ मैले फटाफट मैले इस्कुसलाई मजासँगले पानी निकालेँ। आफ्नै काम सजिलो हुन्छ नि त, छिटो गऱ्यो भने भरे फेरि बनाउन थालेपछि त गर्न भ्याइँदैन। अनि त्यसपछि टमाटर काटेँ अनि अदुवालाई पनि मजासँगले त्यो के अरे कोरेसोमा कोरेर हालिदिएँ। अनि मम्मीलाई चाहिँ मैले पिठो छिटो चालेर चाहिँ राखिदिएँ। अनि मम्मीले चाहिँ मुसिदिनु भयो। मलाई चाहिँ पिठो मुस्न आउँदैन गाइज, मैले पिठो मुसेको भने अरहरो हुन्छ। त्यसपछि अघि छोडेको इस्कुसलाई चाहिँ निचरेर चाहिँ मैले साइडमा राखेँ। हाम्रो आधी आइटम चाहिँ रेडी भइसकेको छ। अब यसलाई झान्न मात्रै बाँकी छ। मैले चाहिँ यहाँ चाहिँ छ मासु, यहाँ चाहिँ छ प्याज अनि यहाँ चाहिँ छ इस्कुस। यो चाहिँ हो अदुवालाई कोरेर राखेको। इस्कुस चाहिँ अलिक थोरै नै छ, यति नै धेरै हाल्यो भने पनि मिठो हुँदैन क्या, मासुभन्दा धेरै हुनु हुँदैन इस्कुस चाहिँ। प्याज र मासुको चाहिँ उस्तै लेभलमा हाल्नुपर्छ। अलिकति अजिना पनि चाहिन्छ, त्यही भएर अजिना पनि म सट्ट हालिदिइहाल्छु। यहाँ चाहिँ अब मैले तेल झान्न आँटेको छु। तपाईँहरू त्यसै पकाउनुहुन्छ के गर्नुहुन्छ? म चाहिँ तेल झानेरै पकाउने गरेको छु, अरू बेला पनि पकाउँदाखेरि। तेल हाल्ने अनि अलिकति जिरा पड्काउने अनि त्यसपछि थोरै बेसार हालेर ज्वाइँ पार्नुपर्छ। नयाँ युट्युबर भएर होला गाई, जिरा हाल्नुपर्ने ठाउँमा मैले बिर्कै हालेर मरेछु।
म खासै मोमो मसलाहरू चाहिँ हाल्दिनँ, त्यत्तिकै सादा नै एकदमै मिठो हुन्छ क्या, जुसी पनि भएको हुन्छ। मैले चाहिँ मजासँगले हात धोएरै किमा बनाएको है गाइज, उस माइन्ड नगर्नु होला। अनि मेरो किमा चाहिँ रेडी भइसकेको थियो। अब चाहिँ फटाफट मम्मीले चाहिँ बेलिदिनुहुन्छ अनि म चाहिँ के अरे यो मोमो बनाउँछु। मम्मीलाई चाहिँ आउँदैन क्या बनाउन, सुरु गरेदेखि नै हामीले मोमो खान थालेको लगभग 10 वर्ष हुन आँट्यो होला। सैनिक बजारमा आएर बसेदेखि खान थालेको म सानै हुँदादेखि बनाउँथेँ क्या म। तर जहिले मैले बनाएर होला मम्मीले बनाउनु पर्ने जरुरी नै भएन कहिले पनि। मम्मीले चाहिँ बेल्न ओर्न यताउति गर्न सघाइदिनुहुन्थ्यो। अनि त्यो भएर चाहिँ हाम्रो मम्मीलाई खासै मोमो बनाउन आउँदैन। अहिले म तपाईँहरूलाई देखाउँछु हाम्रो मम्मीले बनाएको मोमोको अनुहार कस्तो हुन्छ भनेर। बुढी आमाको दाँत जस्तै हुन्छ क्या, फुस्किसकेको दाँत जस्तै। तर पनि आज चाहिँ 8-10 वटा चाहिँ मम्मीले नै बनाउनु भयो, सिक्दै गर्नुपर्छ भनेर। हाम्रो घरमा पहिले चाहिँ मोमो मनपर्ने भनेको म र रोशनलाई मात्रै थियो। तर अहिले मम्मी पनि बानी हुनु भइरहेछ, हप्तामा एकखेप खाइएन भने पनि मोमो खाइएको छैन त हो भन्नुहुन्छ। बाबा चाहिँ खानुहुन्न, बाबालाई चाहिँ उयो असर गर्छ क्या, राम्रो गर्दैन अनि स्वास्थ्यलाई। अनि त्यही भएर चाहिँ बाबालाई चाहिँ के अरे जाउलो बनाइदिनु भएको थियो। त्यो भएर पनि होला 3 जना मात्रै हुन्छौँ खानाको लागि, अनि बनाउन पनि सजिलो अनि छिटो पनि हुन्छ। अनि त्यसपछि चाहिँ मैले डल्ला बनाउनको लागि मम्मीलाई सघाइदिएँ। अनि त्यसपछि मम्मीले फटाफट अरू मोमोहरू चाहिँ आफै बनाउनु भयो। अनि मोमोलाई चाहिँ बसाइदिनलाई भाँडामा राखेर बसाइदिनु भयो मम्मीले नै मोमो। अनि अचारको लागि भनेर चाहिँ मैले बदम भुट्नलाई बसाइदिएँ। बदम सँगसँगै चाहिँ मैले लसुनलाई पनि 2 बोटी जति लसुनलाई चाहिँ मैले ग्यासमा डढाइदिएँ। यसरी डढाएर बनाएको छ भने चाहिँ यस्तो मिठो सेन्ट आउँछ कि अचारमा चाहिँ। तपाईँहरू पनि ट्राई गर्नुभएको छ भने चाहिँ यसरी ट्राई गर्नु होला है। अनि माथिबाट चाहिँ मैले बदम बसाइदिएको थिएँ, बदम पनि पाएको अनि लसुन पनि मैले के अरे डढाइसकेको थिएँ। मैले चाहिँ पुरै यो अचार बनाएको भिडियो नै हालेको थिएँ क्या, सामानहरू पनि। तर कहाँ उयो के अरे सर्टवाला भएछ क्या, त्यो सानोवाला भएछ, पुरै भिडियो भएन छ। अनि त्यसपछि टमाटरलाई पनि एकछिन पकाउनको लागि छोडिदिएँ मैले। तपाईँहरूले चाहिँ यदि कागतीको त्यो निम्की हुन्छ नि नुनमा जो उयो के अरे नुनमा डुबाएर राखेको हो त्यो छ भने चाहिँ हालिदिनु होला। त्यसले यति धेरै टेस्ट इन्हान्स गर्छ कि तपाईँहरूको अचारमा। अनि टिमुर त भनेको त इम्पोर्टेन्ट भइहाल्यो। अनि लसुनको पोटी पनि यसरी डढाएर हालिदिनु होला, एकदमै मिठो हुन्छ। त्यसपछि सबै सामान राखेर चाहिँ मैले मिक्सरमा पिसिदिएँ अचारलाई चाहिँ। 5 मिनट जति पिसेँ होला, मैले जति मसिनो भयो त्यति मिठो हुन्छ नि त अचार। अनि यता अचारहरू गर्दा गर्दै मोमो पाकेर रेडी भइसकेको थियो। हेर्नु त कस्तो मजाले पाकेको छ। मैले चाहिँ अनि त्यसपछि चाहिँ जस तलको चाहिँ पाकिसकेको थियो, माथिको पाक्न बाँकी थियो। अनि उल्टाइ गऱ्यो भने चाहिँ छिटो पाक्छ नि त। अनि सबैभन्दा माथिकोलाई चाहिँ मैले तल राखिदिएँ, किनभने 1 मक्टु जति अझै बाँकी नै थियो क्या। हाम्रो मम्मीले बनाउनु भएको मोमो चाहिँ बाँकी नै थियो। अनि त्यसको भएर चाहिँ तलको माथि, माथिको तल गऱ्यो भने चाहिँ सजिलो हुन्छ, छिटो हुन्छ भनेर। अनि हाम्रो मम्मीको मोमोको अनुहार देखाइदिन्छु म तपाईँलाई कस्तो बनाउनु भएको छ भनेर। आउँदैन क्या बनाउनको लागि, कहिले सिक्नु पनि भएन। अनि उहाँ चाहिँ हुनुहुन्छ हाम्रो घरको राजा साहब, डन हुनुहुन्छ। उहाँ चाहिँ भर्खरै उठ्नुभएको, दिउँसोभरि सुत्नु भएको थियो। अनि त्यसपछि उठेर चाहिँ आङ तान्दै मुख धुँदै ओर्दै गर्दै हुन्थ्यो। अनि उहाँलाई चाहिँ फेरि अरूले चलाएको ओरेको पनि मन पर्दैन है, उनलाई चाहिँ एकदमै धेरै प्राइभेसी मनपर्छ। मेरो मोमो चाहिँ हररररर पाकेर रेडी भयो गाइज। अब चाहिँ म प्लेटिङ गर्नतिर राख्छु। यति भोक लागेको थियो। फेरि मोमो अरू कुरा हुँदा फेरि भोक लाग्दैन, 8 बजीसम्म पनि भोक लाग्दैन क्या गाइज। मम्मीले भात खाना आऊ भनेर 17 खेप कराउनु पर्छ। तर मोमो हुँदा चाहिँ आफै पस्किने, आफै गम खाने। अनि त्यसपछि मजासँगले चाहिँ 1 थाल लिएर बसेँ, आँखा झिमिक नगरी खाइसकेँ क्या मैले। सास पनि फेरि नहोला हो गाइज, मैले त्यति छिटो खाएँ यो मोमो। अनि चाटचुट पारेर प्लेट पनि चाटचुट हुन्जेल खाएको थिएँ मैले। खाना मन लागेका कुरामा चाहिँ अल्छी गर्नु हुँदैन है साथीहरू। तपाईँहरू पनि मन लागेका कुरा चाहिँ बनाएर खानु होला। आफूले चाहेको छ भने 5 मिनटमा पनि जे होस् सामान चाहिँ छ भने यति छिटो रेडी हुन्छ कि एकजना सघाउने मान्छे हुनुहुन्छ भने त यति धेरै सजिलो हुन्छ। हाम्रो चाहिँ मम्मीले सघाइदिनुहुन्छ यताउति पिठो बेल्न ओर्न चाहिँ। अनि मासुको पसल त छिमेकमै छ। अनि फटाफट मासुहरू ल्यायो, प्याजहरू त मम्मीले ल्याइसक्नु भएको हुन्छ। तपाईँहरू पनि अल्छी हुनुहुन्छ भने चाहिँ म जति नै जागरिलो काम गरिलो हुनु है गाइस। तर म चाहिँ जागरिलो भनेको मलाई मन लागेका कुरा पकाएर खानामा मात्रै छु। एक्स्ट्रा बाहिरको काम गर्न ओर्न चाहिँ म यति अल्छी नै छु, तर मिठा कुरा खानलाई छुइनँ गाइस। हेर्नु मैले मोमो 1 थाल लिएर बसेको थिएँ, सफा चट भयो एकैछिनमा। घरमा बनाएको मोमो झन् यति धेरै मनपर्छ कि मलाई। अब अहिलेको लागि चाहिँ म अगाएँ, भरे राति फेरि खान मन लाग्छ भने फेरि पनि खान्छु, नभए भोलि खान्छु। लगभग 1 मक्टु जति अझै बाँकी नै छ। 4 मक्टु थियो नि त पकाएको। अनि 3 जना थियौँ, 3 जना छौँ खाने, म, मम्मी अनि रोशन। बाबा खानुहुन्न, बाबालाई जाउलो पकाइदिएको थियो गाइस।
एक के भन्छ एक बुटुका अचार अनि एक थाल मोमो खाइसकेँ। फेरि ठुलो ठुलो खाएको थियो क्या मोमो चाहिँ, एकचोटिमा खाइ नसक्ने। एउटा मोमोलाई दुईचोटि ल्याएर खानुपर्ने गरेको मोमो थियो। तर पनि त्यसै मैले फेभरेट भनेको होइन नि गाइज। मोमो त खाइसक्यो गाइज, अब सुपारी पनि त खानु पऱ्यो। हिजो सुस्मिताको मम्मीले सुपारी दिनुभएको थियो 1-2वटा, अनि एउटा राखिरहेको थिएँ लोभ गरेर। त्यही सुपारी फुटाएँ अनि आधी चाहिँ मैले खाएँ अनि आधी चाहिँ रोशनलाई दिएँ। अनि काँचो सुपारी चाहिँ मेरो एकदमै फेभरेट हो, तर के गर्नु गाइज मेरो घरमा सुपारीको बोटै छैन। थ्याङ्क यू सो मच गाइज फर वाचिङ माई भिडियो। कमेन्ट चाहिँ गरिदिनु होला, जति पनि जनाले हेर्नुहुन्छ प्लिज डु कमेन्ट है। अनि बरु मलाई केही रिकमेन्ड गर्न चाहनुहुन्छ भने गर्दा पनि हुन्छ क्या, यो खालको भिडियो बनाऊ बरु भनेर। सो थ्याङ्क यू सो मच। लाइक कमेन्ट सेयर सब्सक्राइब सब गरिदिनु होला, गर्नुभएको छैन भने प्लिज हेल्प मी टु ग्रो माई च्यानल। सो बाई बाई गाइज, म फेरि पनि आउने छु।